ठुस्नो ल्याएर केलाउँदैछु त्यसको अचार बनाउनलाई। अन्नपूर्ण बेस क्याम्प जाँदाखेरि होटेलमा दिएको अचार मलाई एकदम मिठो लाएर बनाउनलाई ठुस्नो किनेर ल्याएको छु। म अब त्यसलाई केलाउँदैछु। ठुस्नोलाई केलाएर अनि म अचार हाल्नु छु। यसलाई केलाउँदाखेरि त्यसको सबै बाहिरी भाग छ नि फाल्न पर्छ। त्यसको भित्री भाग मात्र राखेर धुइधाइ गरेर यसरी केलाउन पर्दो रहेछ। केलाउँदैछु है, बाहिरी भाग फाल्दैछु। केलाउँदा कति राम्रो हुन्छ, यसरी सफा राम्रो हुन्छ, कति राम्रो तरकारी पक्कै हुन्छ। अचारको लागि पनि मलाई मिठो लागेर है केलाउँदैछु। अन्नपूर्ण जाने बेस क्याम्पमा नाम पनि ब्याम्बो राखेको छु, ब्याम्बो, किनभने यो सबै यो पाउने भएर। यसरी केलाएर तयार भएर गर्दैछु। त्यत्रो कति आयो बाहिरको खोस्टा, भित्रको यति थोरै छ, यति थोरै, बाहिरको बोका यति नै रहेछ है। अहिले पखाल्नुपर्छ। त्यसपछि किनेर ल्याएको यो छेउछेउको यसको कुहिया हुन्छ, यसरी काटेर फाल्नु पर्ने हुन्छ, कुहिया हुन्छ छैन। जस्तै कुहिया छ नि, फाल्नु टुप्पोमा पनि हुन्छ यस्तो फाल्नुपर्छ। यो कुहिया चाहिँ अलिक धेरै दिन भएर कुहिया हो, धेरै दिन भएको भएर होला। सब फालेर सब राम्रो भयो केलाएर। अब यसलाई एकचोटि मजाले धुने, पखाल्ने पानीमा, सफा पानीमा पखाल्नुपर्छ। यो कति राम्रो रहेछ, पानीमा पखाल्नुपर्छ। अब यो पानीमा पखाल्ने हो, यो जाली भएको छ मजाले पखाल्ने। पखालेपछि यो ठाउँमा सबै जान्छ। यसलाई मसिनो गरेर टुक्र्याउने हो। अचार अथवा तरकारी बनाउनलाई सानो टुक्रा, धेरै सानो होइन, काट्नुभन्दा हातैले गर्नु राम्रो हुन्छ। यो काट्दा त्यति राम्रो हुँदैन, सिद्धिन लाग्यो। अब घाममा लगाएर म अख्र्याउँछु, कति पानी हुन्छ, म सुकाएर एकदम ठिक्कको भयो। अब यो अचार लगाउनलाई लायक भयो। अब अहिले मैले अचार हाल्नलाई रेडी बनाएँ। पहिला यो तिल, भुटेर पिसेको तिल हालेँ मैले। त्यसपछि आफ्नो आवश्यकता अनुसार नुन पनि मैले हालेँ। त्यसपछि बिसार, त्यसपछि रेड चिल्ली, रातो खोर्सानी पनि हालेँ। हाल्दा नि हुन्छ, नहाल्दा नि हुन्छ रेड चिल्ली। अनि
अर्को खोर्सानीको धुलो आफ्नो आवश्यकता अनुसार यो पनि हालेँ। अनि त्यसपछि तोरीको तेल पनि हालेँ। तोरीको तेल हालेँ। त्यसपछि यसमा कागती पनि हालेँ। कागती पनि हाल्नुपर्छ एउटा। त्यसपछि मैले मोल्ने मजाले तार नआइकन मोल्ने हो। नुनको अचार खाएर साह्रै मिठो लगाएर यसको टेस्ट चाहिँ मलाई साह्रै मन परायो भएर एकछिन मजाले चलाउँ। ल हेर्नुहोस् त कलर पनि कस्तो राम्रो हो। यसमा हाल्ने हो। यसलाई राम्ररी चलाइसकेपछि सब यसको नुन खोर्सानी यसहरू सबैतिर लागिसकेपछि त्यसपछि हाम्रो यसमा हाल्ने हो। ल